के तपाईलाई थाहा छ तपाईको डिजिटल फुटप्रिन्ट हुन्छ भनेर? तपाईले गर्नुहुने हरेक अनलाइन खोजी, कारोबार, सोशल मिडिया पोस्ट र क्लिकहरूले तपाईको आफ्नै डिजिटल फुटप्रिन्ट सिर्जना गर्दछ। यसले गर्दा तपाईले अनलाइनमा गर्नुहुने हरेक कार्य एकदम सतर्कतापूर्वक गर्नुपर्छ। डिजिटल फुटप्रिन्टले तपाईको व्यक्तिगत रुचिहरूको साथै भविष्यमा दीर्घकालीन प्रभाव पनि पार्न सक्छ। आफ्नो डिजिटल फुटप्रिन्टलाई सुरक्षित गर्ने केही उपायहरू। नम्बर 1, पोस्ट गर्नु अघि सोच्नुहोस्। सोशल मिडियामा के पोस्ट गर्ने विचार गरेर मात्रै पोस्ट गर्नुहोस्। नम्बर 2, प्राइभेसी सेटिङ प्रयोग गर्नुहोस्। आफ्नो डेटा सुरक्षित गर्नको लागि प्राइभेसी सेटिङहरू अपडेट गर्नुहोस्। नम्बर 3, पासवर्ड नियमित अपडेट गर्नुहोस्। आफ्नो खाताहरू सुरक्षित राख्नको लागि पासवर्ड नियमित रूपमा परिवर्तन गर्नुहोस्। तपाईको अनलाइन कार्यहरूले तपाईको भविष्यलाई प्रभावित पार्न सक्छ। तपाईले आफ्नो डिजिटल फुटप्रिन्टलाई सुरक्षित पार्न के कदम चाल्नु भएको छ कमेन्ट गर्नुहोस्। धन्यवाद।